हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दुवैजना रेडी भएर घरबाट निस्किसकेका छौँ। अनि कहाँ जाँदै होला यिनीहरू भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईहरूले यो भिडियो लास्टसम्म हेरिदिनु पर्ने हुन्छ। अनि हामी जाने बाटो चाहिँ अलिकति टाढा नै थियो हैन। गाडीमा चाहिँ 45 मिनेट लाग्छ भने बाइकमा चाहिँ हामीलाई 35 मिनेट लाग्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। अनि यात्रामा जानुभन्दा अगाडि चाहिँ हामीलाई एउटा पसलबाट चाहिँ सामान चाहिएको थियो। अनि हामीले चाहिँ दाइलाई पहिले नै फोन गरेर त्यो सामान रेडी बनाइदिनु होला भनेर भनिरहेको थियौँ। अनि दाइले चाहिँ सामान रेडी पारिदिनु भएको थियो। अनि हामीले त्यो सामान लिएर आफ्नो यात्रा अगाडि सुरु गरिसकेका छौँ। अनि यात्रा सुरु गर्नुभन्दा अगाडि चाहिँ हामीले के खानुपर्छ कि भनेर अनि एउटा होटलमा छिरेर खाजा अर्डर गरेर खाजा खाएर बसिरहेका छौँ। त्यसपछि खाजा खाइसकेपछि हामीहरू चाहिँ अब यहाँबाट निस्किनु पर्छ कि भनेर अनि त्यहाँबाट निस्किसक्यौँ हैन। अनि हामीले चाहिँ आफ्नो पेट पूजा चाहिँ गरिसक्यौँ। अनि हामीलाई साथ दिने हाम्रो प्यारो बाइकलाई पनि अनि हामीले अलिकति तेल हाल्नुपर्छ कि भनेर अनि हामी चाहिँ तेल पसलमा गयौँ हैन, पेट्रोल पम्पमा भनौँ न। अनि तेल हालिसकेपछि हाम्रो यात्रा चाहिँ निरन्तर अगाडि बढिरह्यो हैन। अनि हेर्न सक्नुहुन्छ तपाईहरूले चाहिँ हामी जाने बाटो चाहिँ यस्तो थियो हैन। हुन त यो बाटो म पहिला पनि 2-3 चोटि हिँडिसकेको हो, तर फेरि पनि हामी दुवैजना सँगै हिँड्ने मौका चाहिँ यो गरेर चाहिँ ठ्याक्क 3 चोटि भयो हैन। अनि हामी चाहिँ कहाँ जान हिँडेको हो भन्दाखेरि चाहिँ हामी बड्डी चौर भन्ने ठाउँमा जानको लागि हिँडेका थियौँ। अनि हामी चाहिँ किन जान लागेको थियौँ भन्दाखेरि चाहिँ हाम्रो छोरा बुहारीको बिहे भएको कारणले गर्दा चाहिँ बिहेमा जानको लागि यो बाटो फेरि हिँड्ने मौका मिलेको थियो हामी दुवैजनालाई। अनि हामी दुवैजना गफ गर्दै यो ठाउँ यस्तो छ, यो ठाउँ उस्तो छ भन्दै गफ गर्दै अगाडि हाम्रो यात्रा चाहिँ बढाइरहेको थियौँ। अनि त्यही क्रममा चाहिँ अचानक बाटोमा चाहिँ अनि दिदी र दादा पनि भेटिनु भयो। अनि हामी दुवैजना मात्रै नभएर अनि हाम्रो प्रिय दादा र दिदी पनि हामीहरू सँगसँगै यहाँ हामी दुईजना उहाँहरू दुईजना भएर हामी 4 जना भएर चाहिँ बिहेको घरतर्फ लाग्यौँ। अनि बिहेको घरतर्फ जाने क्रममा चाहिँ त्यहाँको बाटो कस्तो थियो भन्दाखेरि अलिकति कच्ची टाइपको जस्तो पनि थियो हैन। अनि फेरि त्यतिको धेरै कच्ची बाटो पनि हो जस्तो चाहिँ लागेन, किन भन्दाखेरि त्यहाँ पानी परेको कारणले गर्दा चाहिँ अलिकति बाटो चाहिँ यस्तो खालको थियो, तपाईहरूले हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ बड्डी चौरको बजारबाट चाहिँ बिहेको घर पुग्न चाहिँ हामीले ठ्याक्कै बाइकमा भनौँ न 2-3 मिनट चाहिँ लाग्थ्यो भने हिँडेर चाहिँ 4 मिनट जति लाग्थ्यो कि जस्तो थियो हैन। अनि अगाडि हाम्रो बाटो हामीले अगाडि बाटो हेर्दै अगाडि बढिरहेका छौँ। अनि त्यसपछि बाटोमा जानुभन्दा अगाडि चाहिँ सानो मन्दिर पनि रहेछ।